We're at Godavari Village Resort for swimming. हामी चाहिँ स्विमिङको लागि आएको छौँ. हामी चेन्ज गरेर चाहिँ अब स्विमिङको लागि तयारी गर्दैछौँ. जान चाहिँ अन्त्य ठाउँ भनेर हिँडेको थियौँ हामी एक्चुअली, तर मौसमको कारणले चाहिँ पानीको कारणले चाहिँ हामी अर्को ठाउँमा आइपुग्यौँ. अब हामी स्विमिङ गर्न लागिरहेछौँ. जाडो त बहुत जाडो भएको छ, तर जति जाडो भए पनि स्विमिङ चाहिँ एकचोटि चाहिँ गर्ने हो. हामी कहाँ छौँ आज? फेटिरहेछ अलि टेस्टी. फाइनली हामीले हाम्रो स्विमिङ गरेर भ्यायो है, सके. म त गरेँ नि त मजाले 10 फिटमा गएर पनि है. सो बेला बेलामा एकचोटि धेरै नसके पनि वन्स इन अ मन्थ चाहिँ स्विमिङ गर्नुभयो भने चाहिँ इट्स रियली गुड फर हेल्थ. अनि स्विमिङ गरेपछि चाहिँ अरू स्पोर्टहरू केही नगरे पनि बेस्ट हो क्या. तर स्विमिङ गर्न चाहिँ आउनु पर्यो है, म फोटो खिच्न मात्र होइन. हो क्या फेरि. ओके गाइस, हामी चाहिँ नि यहाँबाट घरतिर लाग्यौँ. फाइनली रमाइलो भयो. डे इज ओभर. शी इज गेटिङ इल. एकदम हेडेक भयो रे. पानीमा भिजेर ज्वरो आयो. इभन चेस्ट पेन पनि अलिअलि भइरहेछ. हल्का हल्का चेस्ट पेन पनि भइरहेछ मलाई त. पानीमा भिजेर बहुत धेरै स्विमिङ गरेर होला. म स्विमिङ होइन, म त पानीमा डुबुल्की मात्र मारेर पानीमै मात्र यतिकै बसेर आउँ त होल टाइम. सो पानी पर्दैछ. हामी कहाँ यो बाटो जाने, कुन बाटो जाने?